जय गणेश जय गणेश जय गणेश देवा। जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता महादेवा। माता जाकी पार्वती पिता महादेवा। जय गणेश जय गणेश जय गणेश देवा। जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता महादेवा। माता जाकी पार्वती पिता महादेवा। एक दंत दयावंत चार भुजाधारी। एक दंत दयावंत चार भुजाधारी। माथे पर तिलक सोहे मूसे की सवारी। माथे पर तिलक सोहे मूसे की सवारी। जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता महादेवा। जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता महादेवा। पान चढ़े फूल चढ़े और चढ़े मेवा। पान चढ़े फूल चढ़े और चढ़े मेवा। लड्डुवन का भोग लगे संत करे सेवा। लड्डुवन का भोग लगे संत करे सेवा। जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता महादेवा। जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता महादेवा। अंधन को आँख देत कोढ़िन को काया। अंधन को आँख देत कोढ़िन को काया। बांझन को पुत्र देत निर्धन को माया। बांझन को पुत्र देत निर्धन को माया। जय गणेश जय गणेश जय गणेश देवा। माता जाकी पार्वती पिता ओम आफ्नो शरीरमा यज्ञ मण्डपमा जताततै ओम अपवित्र पवित्र ओम अपवित्र पवित्र वा सर्वावस्थांगतो विवाह स्मरेत पुंडरीकाक्षं सवाय्याभ्यंतर शुचि ओम आशुचि भूमि शुचि गृह शुचि देह शुचि वस्त्र शुचि सर्वालंकाराणि सर्वद्रव्याणि ओम पुंडरीकाक्ष पुनतो ओम पुनन्तु मा देवजना पुनन्तु मयिसार्य पुनन्तु विश्वा भूतानि जाति वेद पुनहिमा पवित्रं शतांखा विस्मय वसुदे आपो हिंस्थामयो भुवस्थान ऊर्जे ददातन महेरणा चक्षसे योग शिव धर्म रसस कैसे बाजयते हनो सतिरे कृष्णा अरंगम पुंडरीकाक्षं सवाय्याभ्यंतर शुचि ओम आशुचि भूमि शुचि गृह शुचि देह शुचि वस्त्र शुचि सर्वालंकाराणि सर्वद्रव्याणि सर्व आसनानि सर्वोपचाराणि शुद्ध ओम पुंडरीकाक्ष पुनतो पंचकप दिखाइयो सबै खाइयो अब त यसो जानु संकल्प गर्ने हातमा तिलानी लिने अर्को माथि चौनी किसिमको हिमवत पर्वत देशी दक्षिण खण्डे श्री कृष्णा गण्डक्या बागमत्योर पश्चिमे दिग्भागे श्री मल्लम नादे उत्तरे भागे पाशपत क्षेत्रान्तर्गत नेपाल राज्य अर्घा खाँची धरम पानी मन्दिर समिति गरम पानी ब्रह्म वास्तव्य यो पुण्य भूमो विक्रम साके बौद्धावतारे षष्ठी संवत्सराणां मध्ये
सिद्धार्थनामी संवत्सरे श्री सूर्य नारायण दक्षिणायने चान्द्रमासी पूर्वोत्तरायणे आज 22 नवम्यां शुभपुण्यतिथौ अद्यः तुला राशि स्थिति श्री सूर्य मकर राशि स्थिति चन्द्रमासी मिथुन राम नाम शर्माहम चूरादेव्याः नमः पशुनार्थम दशाश्वमेध यज्ञ धन्य पुण्य यज्ञ सहस्र पुण्य समपुण्य मयि दान सम पुण्य फला प्राप्त पुण्य फला प्राप्त देवता पूजन पूर्वक चतुष्टकल श्री चतुर्वेदादीनाम अधिपत्य देवतानाम आवाहन स्थापन पूजन पूर्वकम तथा आदित्यादि महाकाली महालक्ष्मी महासरस्वती प्रसाद सिद्धे श्री जगदम्बिका भवान्या आवाहन स्थापन पूजन पूर्वकम श्री सूर्य नारायण जगत स्थापन पूजन पूर्वकम आदित्यादि नवग्रहादि आवाहन पृष्ठ लिखित यंत्र मंडले श्री आदित्यादि नवग्रहाणाम अधिकम श्री तदंगत्वेन श्री अग्निस्थापन विधिना श्री अग्निस्थापन पूर्वकम अग्नौ हवनादिकर्म पूर्वकम देवता समस्त अस्मिन् यज्ञ स्थापनीय समस्त देव देवता अधिपत्य देवतानां स्थापन पूर्वकम अस्मिन् स्थापन पूर्वकम तदंगत्वेन ब्राह्मण वर्ण कर्मं कारयित्वा वेदपाठ पूर्व कर्मांगत्वेन वेदपाठ सप्तशती पाठ गीता पाठ मंत्र हवन तर्पण मार्दनादि समस्त हवन तर्पण ब्राह्मण द्वारा वृत ब्राह्मण द्वारा तर्पण हवन तर्पण मार्दनादि समस्त कर्मं ब्राह्मण द्वारा कर्मं कारयित्वा अस्मिन् कर्मणि श्री लक्ष्मी नारायण आदित्यादि नवग्रहण किलो शिष्यमध्ये भक्तो दोषमध्ये बनंत प्रार्थना मध्ये प्रत्ता सदान पितृगणेशः ओम यवोसी यवे अस्मद्वैको यवे रातिर दिवे त्वांतरिक्षाय त्वा पृथ्वी बेता सुनंता लोकान पितृ खदना ओम या फलिनीर या फला पुष्पाय अष्ट पुष्पाय पाद्यम समर्पयामि अर्घ्यम समर्पयामि अर्घ्यम समर्पयामि आत्मनिम मेसेसित राख्यो त मेसेसित गर्नु कायिक बाधिक मानसिक सांसारिक समस्त दोष परिहार पूर्वक श्रुति स्मृति पुराण तो फलाप्त है पूर्वोक्त संकल्पोच्चारित सकल फलाप्त है अस्मिन् पूर्वोक्त संकल्पोच्चारित यज्ञ कर्मांगत्वेन समस्त देवी देवतानां अत्र स्थापनीय सागर वृक्ष छेदनादि कृमिकीटहनादि ज्ञातादि समस्त दोष परिहारार्थं गुरु भूमि देव मंडादि सद्य शरीर शुद्धि द्वारा स्मरण श्री पूर्वोक्त संकल्पोच्चारित सकल पूजनादि समस्त कर्माधिकार प्राप्त है हे श्री गणेशाय नमः तिम्रै कीर्तन गाउँछु केही उपाय बताऊ प्रभु कसरी मुक्ति पाउँछु कहिले होला सवारी शिव जटाधारी 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 कहिले होला त्यति भन्न होइन बसेर पूजा बसेर पूजा गर्नुहोस् न उता नभए त के नभए नभए यता आउनु विपिन क्याको खा ल यो छोप्नु छ भाइ पैसा राख्नु गणेशको भेटी 55 रुपियाँ राखेर अब यही सोच्नु वास्ता नै गरौँ त्यही सरले छोप्नु छ र तपाईँलाई स्याउ राख्नुहोस् किन ढल्नुहुन्छ या फेरि ब्यालेन्स मिलेन सदा मिदविदे आसन न प्रा
वरतातां देवानागुसख्य मुपसेदिम वयं देवान आयु प्रतिरन्तु देवसे निवेदा मम सेना सरस्वती खजं तनमाता प्रेताजो ततग्रावसुयोतादिशयुवं तमीशानं जगतः कसतो खसपतिं देयं जिन्मवसे उमये वयं पुखानो यथा वेदसामसदवेदे रक्षिता पायुर्दवगा स्वस्ताये स्वस्ति न इन्द्रो वृद्धसरवाः स्वस्ति न देवे श्रीरूयाम देवा भद्रं पश्येम जविदधत्रा स्थिरैरङ्गै तुष्टुवा गुसस्तनोरभिप्राप्से मयिते पाहितं जरायो सतमेनुसरदो यन्ति देवा यत्र नस्तग्रा जलसन्तनो नाम पुत्र यत्र पितरो भवन्ति मानो ते माता हिरण्यगर्भाभ्यां नमः ओम सचिवगर्भाभ्यां नमः ईशदेवताभ्यां नमः ओम कुरुदेवताभ्यां नमः ग्रामदेवताभ्यां नमः सर्वकामनाभ्यो नमः ओम सुमुखस्य कपिलो गणकालिक नमो विद्यारम्भे संग्रामे संकटे देव विघ्नस्य निदायते शुक्लां वरदं देवं सचिवं चतुर्भुजं प्रसन्नं वदनं ध्याय सर्वविघ्नोपशान्ताय अभीप्सितार्थसिद्ध्यर्थं पूजिते असुरासुरे सर्वविघ्नहरस्मै गणाधिपते नमः सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके सर्वे सर्वगे गौरीनारायणे सर्वदा सर्वकार्येषु नमः मङ्गलं नमो नमः ओम श्रीमन् महागणाधिपते नमः ओम शान्तिः ओम शान्ति ओम शान्ति ओम शान्तिर्भवतु ओम सर्वमङ्गलमस्तु ओम गम गणपते नमो नमः सर उठेर दूर गर्नुहोस् ओम फल उतै अरूले फुलबारी सरका उसमा फुलबारी सरका टप्रिया राखिदिनुहोस् फुलबारी त राम्रो छ चाहिने पारेर ओम कृषि कृषि सहित श्री कुमाराय नमः यहाँ सुपारी छन् जौ र उ छन् पुण्यबा यिनी पनि राख्ने याउ तपाईहरुले खानेमा अनि सबै माथि राख्ने माइले होला पञ्चामृत खाएर उत्पन्न हम भारतवाद त्रिपुरान्वितो हम पूर्वोक्त त्रिपुरान्वितो हम दिलीप शर्मा हम मम चूड़ाकला नामले देव्य हम मम तथा चूड़ामणि शर्मा हम मम सब भ्रातृ भगिनी सब पुत्री पौत्र पुत्रादि सब बन्धु परिवार सपरिवारजनानां बन्धु बान्धव सहितानां अस्माकं स्मृति प्राप्ति फलप्राप्त
बाँसुरीको धुन सुनि वृन्दावनमा आयो गङ्गा बाँसुरीको धुन सुनि वृन्दावनमा आयो गङ्गा श्रीकृष्णलाई नदेखेर यमुनामा नुहायो गङ्गा यमुनामा भिज्यो कृष्ण लाल चुनरी 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 हरे गङ्गा कृष्णजीले वस्त्र चोरे नाङ्गे जलमा हामी गङ्गा कृष्णजीले वस्त्र चोरे नाङ्गे जलमा हामी गङ्गा प्यारो हाम्रो प्रभु कृष्ण देउन चोली साडी गङ्गा यमुनामा भिज्यो कृष्ण लाल चुनरी 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 हरे गङ्गा स्नान गर्दै थियौ कृष्ण वस्त्र चोर्यौ तिमीले गङ्गा स्नान गर्दै थियौ कृष्ण वस्त्र चोर्यौ तिमीले गङ्गा देऊ न वस्त्र भनी माग्दा फ्याँक्यौ जलमा अहिले गङ्गा यमुनामा भिज्यो कृष्ण लाल चुनरी अब अलिअलितिर आउनु तपाईँ उहाँ अब तपाईँ बस्दा हुन्छ अब अलिअलितिर आउनु अलिअलि क्षेत्र ओम देव शांति रंतम शांति पृथ्वी शांति आप शांति शांति वनस्पति शांति विश्व देवा शांति ब्रह्म शांति सर्वभूत शांति 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 श्यामा शांति होइन पाइप भित्र चेप्दिन पनि हुन्छ फेरि अस्मिन् कर्मणि अस्मिन् यज्ञे भो ब्राह्मण उता श्रियं धान्यं धनं पश्चिम बहु मन्त्र शास्त्र हजुर हजुर टेन्सन बहुत जति पाँचवटा खुट्टाल छोइदिनु भएको पुस्तक त सबै बेज हो कि हिन्दू धर्म तपाईँले अहिले बनाउनु त नि नभए चाहिँ जहाँ ब्राह्मणहरूले आफै निकालेर गरिदिन्छ अर्को त्यही पनि हुन्छ गुडला दिनु अर्को एउटा यहाँ एउटा गएछ अर्को ओम
पुनन्तुमा देवजना पुनन्तु मनसादु विश्वादुतां भक्तजत पुनिमा पवित्रमे सताई अब तियोमा हात जोड्नुस् ओम कृष्ण देवी कृष्ण अग्नि पूजा गर्नु सब दिया सम्झेर ओम कृष्ण देवी यही चढाउनु टाढा जानुहुनेले हाम्रो प्रसाद रेडी भइसकेको छ माथिबाट प्रसाद ग्रहण गर्नु होला प्रसाद ग्रहण नगरिकन कोही पनि नजानु होला श्री कर्म शास्त्रीले दीप नारायण नमः प्रीतोषी समस्व यही चढाइदिनु लाडोमा दियामा राखिदिउँ ओम धान बसी धुनी देवान धानको टपरी छुनुस् नजिक परेको कलश ओम धान बसी धुनी देवान हजुरको परिवार कलश छ त्यसमा ओम हाजिरा कलश मैया कापिसन कलश सुनुस् ओम हाजिरा खाना परिवार खाना बाक्ति जानु हाइट माथि थियो पहिले त्यो ओम कांडा कांडा प्रलोभि बल प्रकृष्टि बानी दुर्गे पुत्र सना सजना ओम शिवना पृथ्वी दिनु बाबा शब्द मृतिका पहिले पर्यो छ सबैमा ओम सर्वे कंट्रोल ओम सर्वे समुद्र सरिता सिद्धानि धर्मवान आयान के नयाँ एउटा परिवार नेता दिन तपाईँलाई आवाहनमा शरण समर्पयामि इदानीं अवदात्मा पन्ताले सुदेव भाग्यम हरि भातानि पन्ता मुकुम सुदेव जन्मेपछि बाबामा सन्तान इष्ट मित्र छोडी जाँदा एक्ला एक्लै संसारै विचित्र जीवन झर्ने फुल जीवन झर्ने फुल माया मोह जालैले पार्यो राना जीवन झर्ने फुल जीवन झर्ने फुल माया मोह जालैले पार्यो राना भुल जीवन झर्ने फुल जीवन झर्ने फुल माया मोह जालैले पार्यो राना भुल जीवन झर्ने फुल जीवन झर्ने फुल माया मोह जालैले पार्यो राना भुल जीवन झर्ने फुल जीवन झर्ने फुल माया मोह जालैले पार्यो राना भुल जीवन झर्ने फुल जीवन झर्ने फुल माया मोह जालैले पार्यो राना भुल जीवन झर्ने फुल जीवन झर्ने फुल माया मोह जालैले पार्यो राना भुल जीवन झर्ने फुल जीवन झर्ने फुल यसो पुछेर खै त उलिम न ओम सर्वो देवी अभिष्ठाया आपो भवन्तु विजय समझो रविश्रमंतुना ओम साम्बे धर्म ओम साम्बे कलशादि वेदम ओम तीर्थ क्षेत्रादि वेदम तीर्थ देवी देवता वेदम आदि पट देवता वेदम ध्यान आदि देवता वेदम ओम आदि पट देवता ओम ओम आदि देव नमस्तुभ्यं दोष पुष्पशं काशा आर्तुंडालो कुशलं एकतकर धर्म देवं तमसे प्रणामं ओम श्रीयं जगत्तारं महादेव प्रेम महापाप अरं देवं ओम हिरण्यगर्भा समवर्त आग्ने पुत्र
सर बदारुले ख्यातै तथे व्यकृष्णाय धुम्राय सतमनो अतिशोनाथ रुद्राय नताशेन वनम नमो जगत प्रतिष्ठाय देवदेव चतुरात्रि वर्धनम रूपम देय जन देय देय कृष्ण नाशम विजय मानव ते रूपम देय जन देय यशोधर वासुदेव तन्मंतरम ओम विजय के कल्याण विजय परमात्मा आनंद विजय रूपम देय जन देय यशोधर वासुदेव कोई करम ओम विद्यावंतम यशस्वंतम लक्ष्मणंतम दान गुरु रूपम देय जन देय यशोधर स्पेशल चिया आउँछ स्पेशल चिया तेत्तिस कोटी कन्यालाई 33 कोटी देउता बाँकी रहेर बिहे गर्न सती देवी एउटा सती देवी बुढेसकालको सहारालाई राखे ध्यान दृष्टिले देखे अनि शिवजीले डाके आफै माग्न जाँदा भए दक्षलाई नै भेटे बेइज्जत गरी शिवजीलाई त्यहाँबाट लखेटे बेइज्जत गरी शिवजीलाई त्यहाँबाट लखेटे शिवजी रिसाउने बिन्ती कसलाई बिर्साउने 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 बिर्साउने शिवजी रिसाउने बिन्ती कसलाई बिर्साउने शिवजी रिसाउने बिन्ती कसलाई बिर्साउने शिवजी रिसाउने बिन्ती कसलाई बिर्साउने शिवजी नैवेद्यम हरि ओम गीता पढ भयो पाठ भयो गीता यहाँ बस्ने भाग्यमानी अब यसो म्याडम विशेष महत्त्वपूर्ण पूजा अर्डर बसिन्छ
उता यसो घुमाएर उता बाहिर यति गार्डन त्यहाँ पछाडि भक्तजनलाई नारायणले लाउनुहुन्छ पार श्री स्वस्थानी देवीलाई मनले नमस्कार भक्तजनलाई नारायणले लाउनुहुन्छ पार श्री स्वस्थानी देवीलाई मनले नमस्कार श्री स्वस्थानी देवीलाई मनले नमस्कार कोटि नमस्कार श्री स्वस्थानी देवीलाई 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 देवीलाई कोटि नमस्कार श्री स्वस्थानी 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 देवीलाई कुमारजीले आज्ञा गरे अगस्त्य मुनिलाई व्रत कथा सुरु गरे सृष्टि रचना सुनाए मा प्रकृति देवीका विशाल गर्भमा 33 कोटी देवता छन् तिनकै भरमा जलमय संसारमा विष्णु परमेश्वर सृष्टि संरचना गर्ने ब्रह्माजीको सुर सृष्टि संरचना गर्ने ब्रह्माजीको सुर ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी विष्णुजीको नाइटोमा कमल फुल उत्पन्न यही फुलमा ध्यान गर्ने ब्रह्माजीको मन मधु कैटब जन्मे फेरि खाने गुजीबाट देखिएन राक्षसको कि गतिलो छाट नजर पर्यो ब्रह्माजीको कमल फुलमा ब्रह्माजीले पिर पर्यो विष्णु सञ्जलमा ब्रह्माजीले पिर पर्यो विष्णु सञ्जलमा ब्रह्मा कमलैमा विष्णु सुते जलैमा 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 जलैमा ब्रह्मा कमलैमा विष्णु सुते 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 जलैमा योगमायाको कृपाले विष्णु अब जागे मधु कैटल राक्षस देखे लड्नतिर लागे 5000 वर्षसम्म युद्ध हुँदा पनि विष्णुज्यूको हार भयो केही लागेन पनि आखिरीमा छलमा परे राक्षसको ज्यान गयो तिनकै ज्यूले यो संसारको संरचना भयो तिनकै ज्यूले यो संसारको संरचना भयो सृष्टिको दियो बल्ल संसार चम्कियो सृष्टिको दियो बल्ल
षष्ठ प्रजापतिका श्रेष्ठ छे प्रजापति किराडी नाम गरेकी उनैकी श्रीमती 33 कोटी कन्या मध्ये ज्येष्ठ 3 सती 32 लक्षण युक्त कन्या रूपै राम्रवती सती देवी नाम रह्यो कि छोरीको सारा राख्न खोजे जिन्दगी भरिको सारा राख्न खोजे जिन्दगी भरिको जन्म लियौ साथी रूपै राम्रो साथी 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 साथी जन्म लियौ साथी रूपै राम्रो 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 साथी ओम स्वस्ति छोड्दैन एक नम्बरमा यहाँ रात अस्पताल यहाँ बुझ्छ लाग्यो सर रात अस्पताल सिखाली जिरो सो सिकेन यहाँ पहिलो उल्यो पहिलो ती उल्यो यहाँ पहिला मेरो फोन त नउठ्यो फोन गयो भने उठेन नम्बर ल गाड्यो छैन भने यसैमा पूजा ओम गरुडाय नमः ओम गरुडाय नमः ओम सिंहाय नमः ओम नन्दीश्वराय नमः ओम वसुदाय नमः ओम भद्राय नमः ओम भद्राय नमः ओम वसुदाय नमः ओम नन्दाय नमः ओम भूताय नमः सब्जी र रोटी 2 जना टिम मात्रै आएका थियौँ हामीले खाना पकायौँ र पानीले पानीको व्यस्तताले गर्दा यी गोरोबाट हामी हिँड्न परिरहेको छ होइन हाम्रो कामको लागि जे असजिलो गराएर पानीले असजिलो गराएको छ सबैले ढोलदान गरेर कसैले वेस्ट खाना नगरिदिनु होला भन्ने मेरो अनुरोध छ होइन ल धन्यवाद ल दुःख गर्नुभयो धन्यवाद कैकेयीको आज्ञा भयो रामलाई भनी भाषा ईश्वरकै खतना दियो
भइसक्यो ल यो पनि लाउँछु दौड्नुहोस् यो खोपन सर्वोम सती सप्तमृत्तिका भन्ने चाहिँ परसमा राख्नु जुन हामीले राखेका लक्ष्मण जस्तो भाइ भाइ हुन्थ्यो सबैलाई 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 सबैलाई लक्ष्मण जस्तो भाइ भाइ हुन्थ्यो सबैलाई लक्ष्मण जस्तो भाइ
समूह सूर्य संतम समाहितम अपागुण रस शब्दो रस स्तंभ गिरणाम में तमो व्यायाम करतो सुंदर अथवा दुष्टम गिरणाम में कहते होनी रंद्रा अथवा दुष्ट तमो उसी सारे समुद्र परम परम देवी विद्याप सूर्याप देवी शिक्षा तपस्व संगति तल्पा शिलाओ सम्मान देव भगवान परमानंद बोधारी निगम संगो कर्म स्नान कल्पन क्षेत्रते हमको संतन गीता बोधारी देव व्यापार गंडम वस्त्रम समर्पयामि ओम शांति सहित श्री ब्रह्मणे नमः जनै ओम यक्ष शक्ति जय निदम संप्रतम सदा तन्नः कोलेव भव सौरभ्यं मन आमितं सुनेरे मलम कुंकुमाकर को सूर्य कर्पूराद समन्वितं शिशिधर सुगंधं तन्नं प्रतिक्रियतां तन्ननं समर्पयामि ओम शांति सहित ब्रह्मणे नमः जबान तिलां समर्पयामि ओम शांति सहित श्री ब्रह्मणे नमः मूर्तलां सुगंधनि पुष्पाणि देशकालुकां समयानितानि पूजार्थं प्रत्यात्मकतानि मे पुष्पं समर्पयामि ओम शांति सहित श्री ब्रह्मणे नमः तुलसी पत्र तुलसी समर्पयामि नमो सोनका शौतमुते शौतपादांसु द्वारे नामे पुरुषा शौतमुते शौतपादांसु इदं लेपनं चन्दनं सिन्दूरं अभिरं चूर्णं अक्षतानि गवान् तिलान् पुष्पाणि समर्पयामि ओम हंसाय नमः ओम हंसाय नमः शिवाय नमः ओम ओम नाम ह्रीं क्रों जं जं लक्ष्मं संस्कृतमणि नमः खंगिने नमः प्राणा तथा सोहम अस्यां देव नित्यं निवर्तभव शुद्धता ओम आपो अस्मान् माता भन्छु घरी घरी नारायण हरि हरि भन्छु घरी घरी कसलाई मानौ आफ्नो प्रभु रूप थरी थरी को हुन कृष्ण रामचन्द्र कसले बुझाने छन् 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 को हुन कृष्ण रामचन्द्र बाबू द्वापर युग र त्रेता युगका राम कृष्ण थिए द्वापर युग र त्रेता युगका राम कृष्ण थिए अन्यायीको विरुद्धमा लडे न्याय दिलाइदिए राम राम बोल दिल खोल तिमीलाई राम्रै होला 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 राम राम बोल दिल खोल हे को हुन तनि ब्रह्मा विष्णु को हुन महेश्वर को हुन तनि ब्रह्मा विष्णु को हुन महेश्वर प्रभुको दर्शन पाउनको लागि के गर्नु पर्ने हो र कहाँ छन् प्रभु थाहा छैन दर्शन भेट्नु छैन 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 कहाँ छन् प्रभु थाहा छैन हरि ये बाबू ब्रह्मा विष्णु महेश्वर नाम थरी थरी ब्रह्मा विष्णु महेश्वर नाम थरी थरी आखिरीमा बुझेर ग्रहकृत राजकृत सर्वविध पीडा निवृत्त्यर्थम विष्णु प्रीति द्वारा श्री सांब सदाशिव प्रीति द्वारा श्री
समर्पयामि श्री शिव राम सदाशिव प्रचुकार श्री ब्रह्म सत्य राधा विष्णु सिद्धि अर्थम तथा अस्मत् कुल पूर्वदातानां प्राप्त समस्त पूर्वदातानां भोगोत्तर श्री दीप ज्वलन निवेशाधिकार भाग सम युग सहस्र पर्यंत लक्ष दीप दान कल्पोक्त समुख सकल फलाभाग है जोष्य श्री पूर्वोक्त संकल्प लक्ष्मी नारायण देवता शाम सदाशिव देवता प्रत है पूर्वोक्त देवी देवता प्रत है उत्तरांग पूजन निमित्त उमा उत्तरांग पूजन निमित्त संक्षेप उत्तरांग देवी सर्वतो भद्र सप्त सूत्र सपाद लक्ष्य संख्या वर्तिका श्री ओम श्रीखंडम चंदनम दिव्यम गंधाढ्यम समोहरम गिरिवरम सरस्वराभ्याम नमो ओम लक्ष्मी नारायणाभ्याम नमः ओम उमा महेश्वराभ्याम नमो ब्रह्म सावित्रीभ्याम नमो ओम लक्ष्मी नारायणाभ्याम नमः हरि ओम तत्सत् जो ओम यवोषि यव्यास्मद्गो यवर्ण्य विष्णु प्रीतिकराय तस्मादेषां प्रधानेन ममस्तुति परं व्यवाक्षतान् समर्पयामि ओम ब्रह्म सावित्रीभ्यां नमो ओम उमा महेश्वराभ्यां नमो ओम लक्ष्मी नारायण सांजे जगाओ भक्त आरती जगाओ सांजे जगाओ भक्त आरती जगाओ आरती को बेला भयो भक्त हो हरि कीर्तन गाओ हरि हरि आरती को बेला भयो भक्त हो हरि कीर्तन गाओ लेऊ हरि कै नाम भक्त जापन हरि कै नाम लेऊ हरि कै नाम भक्त जापन हरि कै नाम हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम हरि 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 कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब त 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 हरि पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ हरि हरि आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ हरि हरि दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ हरि हरि नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ कुनै देवी माथि दसैँ दिशा आरती 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 कुनै देवी माथि दसैँ दिशा आरती
दिशाकी वारुणी देवी पश्चिम दिशामा जाऊ पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ हरि हरि पश्चिम दिशामा कालिका माईले तिरपाला जगाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ पश्चिम दिशाकी कालिका माई वायव्य दिशामा जाऊ वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ हरि हरि वायव्य दिशामा मृग वाहिनीले तिरपाला जगाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ वायव्य दिशाकी मृग वाहिनी उत्तर दिशामा जाऊ उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ हरि हरि उत्तर दिशामा कौमारी देवीले तिरपाला जगाऊ देवी तिम्रै नाउँमा शङ्ख बजे ठाउँ ठाउँमा 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 ठाउँ ठाउँमा देवी तिम्रै नाउँमा शङ्ख बजे 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 ठाउँ ठाउँमा हरि उत्तर दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ उत्तर दिशाकी कौमारी देवी ईशान दिशामा जाऊ ईशान दिशामा सुलधारिणीले तिरपाला जगाऊ हरि हरि ईशान दिशामा सुलधारीले तिरपाला जगाऊ आत्मा शनि पूजा शनि अपनी ही परिणाम फुलाने करो तो मन करो कि होशमान जुलता तो प्लास्टिक के पैसा फुलता किनी पंक्ति के प्लास्टिक बिगाड़ अलि पर
पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः सहस्रकोटियुगधारिणे नमः गन्धम अक्षतां फूल गन्धम अक्षतां पुष्पाणि समर्पयामि ओम या तब फल लाग्दिन् ओम या फली निर्या अपरा पुष्पायाश्च पुष्पाणि बृहस्पति प्रसिद्धा स्थानो मन्त्रप्रभुः ओम हिरण्यगर्भ सम दक्षिणा लाग्दिन् पुष्प ओम हिरण्यगर्भ सम काग्रे बुद्ध सदाका वज्रगासद सदाधार पृथ्वी ज्यामते मां कस्मै देवाय नमः पुष्पमा दक्षिणा चढाइदिनु ब्रह्मा गुरु विष्णु गुरुदेव गुरु साक्षात् ब्रह्म तस्मै श्री गुरुदेव नमो भगवान को देवी देवताहरूको समस्त पुण्य क्षेत्रहरूको समस्त पितृगणहरूको कुल वंशको भूमिको वर्तिका महाव्रतको सनातन धर्मको स्थाप्य प्रणवश्याम समाहित आबा अनादि पुष्पं पूजं कुर्यात् तथा विधि भद्र तीसरा रुकम मह्य प्रतिमाकार तथा क्रियात्मकं देवं मध्यपयं सता तत्र बंधन द्रविर दीप्त निसाकर वेद शेषु जगत व्यापी तेज रूपी में सर मन कला दक्ष पितर जगत प्रभु स्वप्रकाश स्वयं ज्योति सदि वेद दलासा परम सम्मति देश नाम पूजाधार्यम सूर्य ललाटके कुल पाते बादो दादग्रे कर मठ अंगा नेन तो पितर आगे तो पूजा या करता काम करना नहीं आपकी बात पुनः विप्रम पुष्पमय फल रोजाना है पंचम पे बयान नारी द्वादी दशा कुमारी का अच्छा पति का तो प्राप्त लोक भाषा मार्ग मासे कम का बरो लाभ अर्ध कर्ता कुल कृपा में कुमारी शादी शो करना है सदा भव जीव पति बहु बहु पत्रिका कुमारी शो बना नामक पति कर्ण बोझक तद्बान दबा सदा सर्वे पिता हस्तना भोजन संयुक्त रात स्नानं तथा कृपा व्रत मित्र सदारः तत्र सिमानं प्राप्त दास तस्यायो नाम महाराज चक्रवर्ती बहु सालक्षणा तत् पत्नी सर्वलक्ष्मी संविधान बहु लोक अभिख्याता जीव भक्ता सुभद्रिका दिनत्रये द्वादश्यां कर्म सफलं महापातकनाशनं युवन स्नाति नरो मागे मकरस्थ दिवाकरे वाचन गरिरहेका छौँ र नाम दिएको छ कि आर्यावर्त दास नाम गरेको एउटा पति थियो र तिनी लक्षणा नाम गरेकी बेश्या जो छिन् गोदावरी नजिक माघको महिनामा गोदावरी नदीको तीरमा गएर स्नान गरेर बसेकी थिइन् र त्यसै अवस्थामा एउटी भर्खरकी युवती भर्खर विवाह भएकी युवती आफ्नो पतिको मरण भएको अवस्थामा आएर आफ्नो ती पतिलाई काखमा राखेर त्यही गङ्गाजीको किनारमा छाती पिटी रोएको एकदम करुण क्रन्दन गरेर रोइराखेको त्यसको अवस्था देखेर र उनलाई साह्रै दया लाग्यो त्यो लक्षणा नाम गरेकी बेश्यालाई पनि साह्रै दया लाग्यो र उनले आफ्नो पतिसँग भन्न थालिन् र के भन्छन् भने र यस्ता उत्तम कुलमा जन्म भएका नारीहरूको यो अवस्था भनेको साह्रै दयनीय अवस्था हो यसभन्दा दुखी अवस्था कुनै हुँदैन र यो अवस्था जो स्त्री जातिहरूलाई यो बाल वैधव्य हुनुपर्ने अथवा विधवा हुनुपर्ने कारण के होला यो कुरा मलाई मनमा अत्यन्त शङ्का छ र यसै पनि स्त्री जातिहरूको 3 अवस्था हुन्छ 3 अवस्थामा विभाजन गर्न सकिन्छ उनीहरूको उमेरलाई कि एउटा कन्या अवस्था एउटा यौवन अवस्था पतिको विवाह भएको अवस्था अर्को बुढापा अवस्था अर्थात्
पतिको मरण भएको अवस्था 3 किसिमका अवस्था हुन्छन्। पतिको साथमा रहेको अवस्था 3 किसिमका अवस्थाहरू जो छन् तिनी दयनीय छन्, अत्यन्तै करुणामयी छन्। उनी सधैँ दुखी छन्, कुनै अवस्थामा पनि उनीहरू सुखी अवस्था छैन तिनीहरूको कुनै अवस्थामा। अर्थात् बाल्य अवस्थामा आफ्ना मातापिताहरू, आफन्तजनहरू, दाजुभाइ दाजुहरू सबैको अधीनमा रहनु पर्यो, उनीहरूको नियन्त्रणमा रहनु पर्यो। अर्को फेरि बिहा भइसकेपछि आफ्ना मातापिताहरू, सासु ससुराहरू, पतिको अब जेठाजुहरू, जेठानीहरू, देवरहरू सबै मान्यजनहरूको बन्धु बान्धवहरूको अधीनमा रहनु पर्यो। इज्जत कसरी बचाउँ भन्ने डर हुन्छ। र अर्को कुरा फेरि त्यसपछि जो पतिको मरण भएको अवस्था हो त्यो पनि अत्यन्त दुखी अवस्था र 3 किसिमका अवस्था अत्यन्त दुखी अवस्था छन्। त्यसकारण सधैँ अर्काको बसमा रहिरहनु पर्ने र यो असह्य अवस्था, यो जो अन्तिम अवस्था हो त्यो त अत्यन्त असह्य अवस्था छ। अर्थात् पतिको मरण भएर विधवा भएको अवस्था भनेको एकदम दुखी अवस्था। सबैले हेला गर्ने, अनेक किसिमको यातनाहरू भोग्नु पर्ने, घरकाले बाहिरकाले सबैले हेला गर्ने, यस्तो किसिमको अवस्था हुन्छ। र त्यस कारणले यो अवस्थाबाट छुटकारा पाउने कुन उपाय छ भनेर आफ्नो पतिको भुजङ्ग दाससँग ती लक्षणा नाम गरेकी वेश्याले भनिसकेपछि र त्यो भुजङ्ग दास, आफ्नो पति भुजङ्ग दासले आफ्नै पत्नीसँग भन्छन्, हेर प्रिय, तिमीले राम्रो कुरा प्रश्न गर्यौ, यसको पनि उपाय छ। र हामीले त जान्दैनौँ, जो ज्ञानी जनहरू छन्, ब्राह्मणहरू छन्, जो ज्ञान प्राप्त गरेका र भूत भविष्य वर्तमानदेखि कुरा बताउन सक्ने त्यस्ता ज्ञानी जनहरूले यो कुरा के कारणले विधवा भएको हो भन्ने कुरा पत्ता लगाउन सक्छन्। त्यस कारणले तिनीसँग सोध्नुपर्छ भनेर भने र उनीहरूसँग शास्त्रको ज्ञान पनि हुन्छ। र एक त जन्मै उनीहरू ज्ञानी कुलमा जन्म लिएका हुन्छन्। र यो भुजङ्ग दासको यो कुरा सुनेर यो कुरा ठिकै होला भनेर फेरि सोधिन्। त्यसै अवस्थामा र उहाँलाई देखेर साह्रै खुसी भए दुवैजना, भुजङ्ग दास र ती लक्षणा बेसी खुसी भए। हो यहाँ त निश्चय हुनुहुन्छ भनेर खुसी भइन् र सरासर गएर उहाँलाई दण्डवत गरेर प्रणाम गरेर उहाँलाई घृणा गर्नु न अवश्य नै भयो। किनभने जो महापुरुषहरू हुन्छन्, साधु सज्जनहरू हुन्छन्, ज्ञानीहरू हुन्छन्, तिनीहरूले कसैले पनि भेद गर्दैनन्। जो दुखित छ उसलाई अत्यन्त हरि भगवानको पूजा गर्नु, त्यस्तै उहाँको लक्ष्मी उत्तरपट्टि, भगवान् लक्ष्मीनारायणको उत्तरपट्टि र उमा महेश्वर भनेका शिवजी र पार्वती यहाँ फेरि को स्थापना नयाँ महिनाभरि छुटकारा पाउनको लागि लक्ष्मीपति शाब्दिक अर्थ गर्नु। यो कथाको शाब्दिक तिनवटा कुरा के हो त भने एउटा यो शरीरमा यो जीव अर्को फेरि परमात्मा भनेको प्राण स्वरूप परमात्मा, आत्मा स्वरूपी परमात्मा छ। यो शरीरले, यो जीवले तुम्हें माता पिता तुम्हें मंदिर तुम्हें विद्या ग्रहण तुम्हें बसत ब्रह्म मदे भदेव काली नवा ब्राह्मण से विद्या मनावा प्रकृति स्वभाव
करोमि यद् सकलं परस्मै नारायणायति समर्पयेत् ॐ हरिहराभ्यामिति समर्पयेत् इमानि पुष्पाणि मनोहराणि सुरासुराणाम् अपदुर्लभानि कल्पद्रुमादि दुर्जयन्तानि पुष्पाञ्जलिर्मेस्तु सुखाय नित्यं पुष्पाञ्जलिं समर्पयामि। बोलो एक बार बोलो हरिहर भगवान को रिद्धि सिद्धि बुद्धि गणेश जी को पांचान देवहरू को नवग्रहहरू को पंचलोकपालहरू को देवताहरू को देवताहरू को पालहरू को पशुहरू को सादित्यहरू को काष्ठरुद्रहरू को सूक्ष्मादिकाहरू को बाबा आदि सप्तमहरू को विनायक ब्रह्म विष्णु रुद्रार्क वनस्पतिहरू को ग्राम देवी देवता को देवी कुल देवता को समस्त पितृदेवहरू को काका पितृगणहरू को काका कुल वंश को समस्त तीर्थ धाम को देवी देवताहरू को वेद को अष्टादश पुराण को लक्ष भर्तिका महाव्रत को प्रिय वास्तु देवता को मंडप वास्तु देवता को भूमि वास्तु देवता को क्षेत्र वास्तु देवता को प्रिय मातृकाहरू को संपूर्ण तीर्थ धाम को पुण्य भूमि को महाकाली महालक्ष्मी महासरस्वती देवता को उमा महेश्वर भगवान को ब्रह्म सावित्री को लक्ष्मी नारायण भगवान को बोलो पुण्य भूमि को ब्रह्मर्षि देवर्षि राजर्षिहरू को संपूर्ण तीर्थ देवी देवताहरू को संपूर्ण तीर्थ धाम को वैदिक सनातन धर्म को गौ माता को नेपाल पुण्य भूमि माता को बोलो सत्य सनातन धर्म को बोलो सत्य सनातन गुरुदेव को हर 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 सबै देवी देवता आदौ चतुष्पाद वरिपरि घुम्ने होइन त्यही घुम्नु नाचे झैँ गरेर हरे राम राम दुईटा अझै एउटा तपाईँ लिनु सबैमा पुण्यरी विष्णु को शादी कराम को जाना
एकोमा हंस विष्णुको शालिग्रामको जन्म गङ्गा गीता सुवर्ण के गाए गङ्गा गीता सुवर्ण के गाए हर गङ्गा तुलसा नमो नमः नारायणी तुलसा शिव शिव नमो नमः शिव शिव हर गङ्गा तुलसा नमो नमः हे नारायणी तुलसा शिव शिव हंस विष्णुको वेद पुराण एकोमा हंस विष्णुको वेद पुराण चारै धाम तीर्थ बनि गए मनुष्यले खबरो नपाए हर गङ्गा तुलसा नमो नमः नारायणी तुलसा शिव शिव नमो नमः शिव शिव हर गङ्गा तुलसा नमो नमः नारायणी तुलसा शिव शिव भक्ति भावसित एकदम सबैले हात औँठी चलाइदिन्छ अब ठाउँ पुग्छ भने लम्पसार सम्पूर्ण भक्तजनहरूको भाद्र महिना अष्टमी तिथि रातादाधी मेघ गर्ज्यौ बेसरी लौनिलो आकाशमाथि जन्म भयो कृष्णको कंसको झेलाइमा जन्म भयो कृष्णको कंसको झेलाइमा जन्म भयो कृष्णको कंसको झेलाइमा जन्म भयो
यशोदाकी कन्यालाई वसुदेवले साटे कृष्ण छोडी कन्याली जेल जान आँटे यशोदाको काखैमा हुर्के कृष्ण बाला यशोदाको काखैमा हुर्के कृष्ण बाला